सो वाट्सअप गाइज वेलकम ब्याक अगेन टु द च्यानललाई त अब ट्याकल लाएर आफ्टर लङ टाइम च्यानलमा ब्याक भइसकेको छु म ट्याकल लाएर होइन बाहिरतिर घुमिरहेको छु बाहिर कहाँनिर घुम्नु जानु लागिरहेको छु भन्दाखेरि घुम्नुभन्दा नि एउटा ट्याक ड्रोन सुन किनेको छु होइन त्यसको चाहिँ बारेमा अलिक बिस्तारै भन्दै गरौँला अनि यसो ड्रोन सटहरू हानिदिउँ भनेर चाहिँ हामी अहिले दक्षिण लेकमा जान लागिरहेछौँ अब धेरै कुरा के गर्नु अब यहाँनिर ट्याकल लाएर सिग्नलमा बसिरहेछौँ ट्याक्क बलेपछि अब हामी जानुपर्ने हुन्छ है त गाइज सो गाइज अहिले चाहिँ म चाहिँ ट्याकल लाएर यहाँ देख्न सक्नुहुन्छ होइन छनबुक युनिभर्सिटीको छनबुक के भन्छ जेबिएनयु युनिभर्सिटीको मेन गेट ट्याकल लाएर त्यो कटेर चाहिँ यता आइसकेको छु अनि यो साइकलमा भाइ कपाल बिग्राइरहेको गर्छ त्यही मलाई झ्याउ लाग्छ कि लास्टै होइन अनि अचेल अलिकति धेरै मोटाइसकेको छु क्या अब यो डुलाउनु पर्ने हुन्छ मोटा छु अब यो साइकलको दुइटा यहाँनिर मोबाइल अड्काउनु छ कि अनि त्यही गरेर ख्याराक्याङ गरेर के हो नि हेर नयाँ नौलो ट्याक्क लाएर बाटोहरू चाहिँ यस्तो यस्तो छ है हाम्रो फेरि अनि म हेडफोन बिना चाहिँ धेरै बजी हिँडेको क्या आज त म ट्याक्क हेडफोन लाएर हिँड्थेँ केही सुन्दिनँ कि सर साइकल मात्रै गुडाउँथेँ आज थाहा भइरहेको छ कि आज यसो भिडियो बनाऊँ भनेर ट्याक्क ब्यागस्याग बोकेर आइरहेको छु त्यही हो होइन हेडफोन त आइदिएको अनि यो चाहिँ हाम्रो ट्याक्क लाएर फोटो स्पोट छ यहाँ त रिपेयर भइसकेको छ नि त यहाँनिर चाहिँ एउटा रुख थियो क्या अनि त्यो रुख चाहिँ ट्याक्क लाएर ढलेर यहाँ डेन्जरको साइनहरू लगाइराखेको थियो अहिले हटेको रहेछ त्यसमा म काममा जाने बाटो पनि यही हो कि बिहान बिहान यही टाइममा काममा जान्छु आज चाहिँ बिदा हो कि अनि बिदाको दिन पनि म बिहानै उठेर हिँडिदिएको भनौँ न यस्तो भिडियो बनाऊँ भनेर अब के कस्तो हुन्छ हेरौँ म चाहिँ फेरि गाडी हात छोडेर चलाइदिन्छु है म चाहिँ आउँदा हाम्रो छन्मुखको ठमेल भन्ने ठाउँमा आइपुग्नु लागेको छ ठमेल हो कि के हो त थाहा छैन मलाई तर हाम्रो केटाहरूले चाहिँ यहाँनिर ठमेल भनेर नाम राखिदिएको रहेछ यो ठाउँ यो चाहिँ अलिक धेरै नै बिजी हुन्छ अलिकति यहाँ रमझमहरू हुन्छ अलिक रातिसम्म हो त्यही भएर चाहिँ ठमेल भनेर नामकरण गरिदिएको रहेछ सो हामी पनि यसलाई चाहिँ ठमेलै भनेर चिन्छौँ होइन अब जे भन्नु पाइयो अब यहाँनिर हाम्रो नेपालीहरू चाहिँ धेरै हुनुहुन्छ है फेरि यो युनिमा जतातिर हामी अराउन्ड चाहिँ यहाँनिर धेरै नेपालीहरू देख्न सक्छौँ त्यस्तो घुम्दाखेरि आज सन्डे भएर चाहिँ सबैजना अब रेस्टमा हुनुहुन्छ होला यो गाडी चाहिँ यहाँनिर बसिरहेको छ कि अब म यताबाट क्रस हानेर जानुपर्ने हुन्छ होइन त्यही भएर अनि गाइड ट्याक्क लाएर अब मेरो कपालहरू पनि लामो लामो हुँदैछ कपाल काट्नुपर्ने हुन्छ कपाल काट्ने चाहिँ हुनुहुन्छ हाम्रो अभिषेक दाई होइन उहाँ पनि अब युट्युबर है फेरि उहाँको नाम यस्तै के थियो उहाँले नाम अब चेन्ज गराइ गर्नुहुन्छ कि अब उहाँको नाम के को थियो हौ म ट्याक्क लाएर उहाँलाई पनि मेन्सन हाल्छु होइन अब मेरो कपाल काट्नुपर्ने थियो अब यही जानुपर्ने हुन्छ 5को दिन ट्याक्क मिलाएर अब सन्डे भनेको चाहिँ मेरो जन्मबार पर्छ कि त्यही भएर जन्मबारको दिन चाहिँ अब नेपालीहरूमा रहेछ नि त कपाल काट्नु हुँदैन जन्मबार अनि अब यो कता मङ्गलबार काट्नु हुँदा अरे ट्याक्क मैले चाहिँ यसो हिन्दू शास्त्रअनुसार हेर्दाखेरि चाहिँ बुधबार चाहिँ एकदमै कपाल काट्नुको लागि शुभ हुन्छ अरे सो हाम्रो क्लास पनि बिहिबार छ त्यही भएर बुधबार छोडेर हामी बिहिबार कपाल काट्नेछौँ ट्याक्क लाएर अभिषेक दाईको बाटा गएर कति लक्की आउने बित्तिकै ग्रिन लाइट पनि बलिहाल्यो होइन बलिसकेपछि हामी अब चलिदिनु पर्ने हुन्छ यहाँबाट यता गयो भने चाहिँ हाम्रो छन्मुखको मेन ग्राउन्डमा पुगिन्छ है गाइज यताबाट सिधै गयो भने चाहिँ दक्षिण लेक पुगिन्छ तर यो घ्यार आइरहेको छ क्या साउन्ड भ्यार यो निकाल्नुपर्ने हुन्छ भनेको तर यसको रेन्ची नै हरायो क्या यसको रेन्ची आउँथ्यो कि किन्दाखेरि त्यही रेन्ची हराएर चाहिँ मैले निकालेको छैन अब अलिकति बाटोहरू त्यस्तै हुन्छ नि त यहाँ कतै अब ल घन्टे पनि आफै बजिन्छ यो साइको भयो क्या खाल्टाङ खुल्टुङ छ ल यहाँ पनि कचराको ढेर कचरा नहुने भन्ने हुन्न हुन्छ त्यहाँको अहिले चाहिँ अब हाम्रो स्प्रिङ सिजनहरू सकिसकेको छ अनि अब यो फुलहरू कस्तो मजाले फुलेको थियो अस्ति नै अब अहिले त छैन झरिसक्यो होइन चेरी ब्लिजम पनि गइसक्यो अब यो के अरे यसको नाम के भन्थ्यो ए इफाम यस्तै समथिङ के भन्थ्यो कोरियनमा तर नेपालीमा चाहिँ मैले देखेको छैन यस्तो होइन त्यही हो गइसक्यो अनि फाइनली गाइज हामी चाहिँ यहाँनिर अब दक्षिण लेकमा आइसकेको छौँ है यो चाहिँ हाम्रो दक्षिण लेक हो है फेरि ट्याक्क लाएर अनि यहाँनिर सन्डे हो आज कतिको भिड छ भन्ने कुरा हो अब भिड त छैन जस्तो छ खासै ठिकै छ मलाई भिड चाहिएको होइन त्यही भएर म बिहानै उठेर आयो यसो होइन भिडियो बनाइदिउँ भनेर सो गाइस म चाहिँ आइसकेँ है त
ट्याक्कल लाएर यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ अब बन्दैछ भनौँ न पुरा भइसकेको छैन जस्तो लाग्यो तर अहिले चाहिँ अलि भइसकेको छ अस्ति नै त्यहाँ पुरा कन्स्ट्रक्सनहरू चलिरहेको थियो अहिले चाहिँ बवाल भइसकेको छ है झ्याउ लाग्छ यहाँ साइकल बुढाउनु चाहिँ मिल्दैन थाहा छैन तर लिएर आएँ यार साइकल पार्किङ उता पछाडि छ कि लेख्छ अब यहाँनिर लोटसहरू फुल्ने बेला हुने बेला भएको जस्तो लाग्थ्यो खोइ त्यहाँनिर लोटसहरू फुलेको छैन अलिकति गर्मी लागेपछि फुल्छ होला यहाँ अस्ति नै त इभेन्टहरू पनि भइरहेको थियो हौ के इभेन्ट हो खोइ आदर के हो सो गाइस ट्याकल लाएर म चाहिँ अब साइकल पार्क हान्नलाई गइरहेको छु है अब यो बल्बहरू चाहिँ राति बबालै बल्थ्यो कि आम्ला राति कुनै दिन होइन यहाँ अगाडि साइकल पार्क गर्नुपर्ने हुन्छ यहाँ देख्न सक्नुहुन्छ लेकको भ्यूहरू है ट्याक्क देख्न सक्नुहुन्छ है पछाडिको भ्यूहरू ट्याक्क म चाहिँ ड्रोन उडाउनुलाई त्यो घरमा जाने सोचिरहेको थिएँ कि त्यो घरमा यो घरको यहाँनिरबाट उडाउने सोचिरहेको थिएँ तर अल्छी लाग्यो कि अब यहाँ साइकल राखेर यत्रो घुमेर जानुपर्ने हुन्छ सो ट्याकल लगाएर बरु यहीँ बसेर होइन बनाऊँ भन्ने सोचेँ सो अब यहीँबाट उडाउँछ है त गाइज सो गाइज हाम्रो चाहिँ ट्याकल लगाएर उडिसकेको छ है ड्रोन त्यहाँनिर अब चाहिँ हामीले अब फुटेजहरू हाल्नुपर्ने हुन्छ है गाइज सो गाइज मैले चाहिँ यसो अलिअलि क्लिप्सहरू चाहिँ खिचेँ होइन यहाँ बस्दा बस्दा गर्मी भयो कि यस्तो घाम लागेको छ 8-9 बज्नु लाग्यो होला बिहान यस्तो घाम लागेको छ लास्टै गर्मी बढ्यो हो गाइज अब अलिकति गाह्रो पऱ्यो सो अब चाहिँ जानुपर्ने हुन्छ ट्याकल लगाएर यसलाई चाहिँ हामीले अब साइक्लिङ फलो अथवा फलो मुडमा लगाएर चाहिँ होइन उडाउनु पर्ने हुन्छ है त 3, 2, 1 unable to take off aim camera at subject first यसलाई म देखाउनु पर्ने हुन्छ भनेपछि 3, 2, 1 यसले चाहिँ यहाँनिर मलाई हेरिसकेको छ है ट्याकल लगाएर सो अब यो चाहिँ मेरो पछि पछि आउँछ होला कि होइन हेरौँ गाइस के कस्तो हुन्छ ट्याकल लगाएर फलो त गर्दैछ अब यहाँनिर चाहिँ यस्तोहरू छ यसले रेकर्ड गर्छ कि गर्दैन भन्ने कुरा हो आइरहेको छ आउनु त पछि पछि तलबाट होइन यताबाट आइज बाबु मलाई डाउट लागिरहेछ है डाउट है गरिरहेछ ल ठिक छ सो यसले चाहिँ हामीलाई फलो गर्दै गर्दै आइसकेको छ यहाँसम्म अब यहाँनिरबाट चाहिँ हामीले यसो ट्याकल लगाएर होइन डोली जुम्सहरू हाल्नुपर्ने हुन्छ है त कस्तो हुँदो रहेछ ट्याक्क लगाएपछि अझ यता गएर हल्का त्यो बनाएको भित्र राम्रै आउँथ्यो होला तर मलाई गर्मी भयो ज्याकेट पनि लगाएर आएँ
अब भेस्ट मात्र के लाएर आउनु अलिकति जाडो होला बिहानै छ भनेर आएको अब बिहानै यस्तो तातो छ अहिले यो हरियो हरियो जुन भाग छ नि अहिले हल्का अब यो भागमा चाहिँ पुरै लोटसहरू फुल्छ कि अब 1-2 महिनापछि फुल्छ होला सायद पातहरू त फलाइसकेको रहेछ अब फुलेपछि आउनुपर्ने हुन्छ ट्याकल लाएर अब चाहिँ हामी भिडियोहरू चाहिँ इन्ड गर्नुपर्ने हुन्छ भन्ने सोचिरहेको थिएँ तर यहाँनिर पिङ रहेछ अब पिङ भएपछि अब यहाँनिर हामी पिङ नखेली जाने कुरो हुन्न सो गाइज अहिले चाहिँ हामी ट्याकल लाएर पिङ खेल्दैछौँ है त गाइज अब चाहिँ हामीले पिङ खेलेर आइसकेको छौँ अब हामी घरतिर जानुपर्ने हुन्छ ट्याकल लाएर है अनि आजको भिडियो चाहिँ यतैतिर सघाइदिनु पर्ला अब होइन सब्सक्राइब गरिदिनु होला ठिक छ